भुन्टीको जीवनमा उसको भाग्यमा जे लेखिएको छ अहिले उसले त्यही भोगिरहेकी छिन्। भुन्टीले अहिलेसम्म दुःख पाएर त्यही भूपेन्द्रकै स्याहार सुसार गरेर उसकै घरमा उसका आफन्तले सासू ससुरा जेठानी नन्द देवर जसले जति भने पनि जति दुःख दिए पनि आजसम्म सहेर बसेकी थिइन्। तर अब त्यो कुराको चाहिँ अन्त्य हुने भएको छ, अन्त्य भएको छ। किनकि उसका ससुराले चाहिँ अब उसलाई आफ्नै माइतमा पठाएका छन्। भुन्टीको माया लागेर चाहिँ भुन्टीका ससुराले उसलाई चाहिँ माइत पठाएका छन्। पठाउने पनि थिएनन् होला, तर सबैले भुन्टीलाई अत्याचार गरेको देखेर चाहिँ ससुराले सहनै सक्नु भएन। त्यसैले चाहिँ जबरजस्ती भए पनि भुन्टीको मन दुखाइदिएरै भए पनि चाहिँ त्यो घरबाट मुक्ति दिएका छन् उसका ससुराले। ससुराले खासमा नराम्रो चाहेर चाहिँ होइन, उसले त्यो घरमा धेरैभन्दा धेरै दुःख पाइसकी, अब यहाँभन्दा पनि बढी दुःख पाउनु हुँदैन भन्नाको खातिर चाहिँ ससुराले त्यो घरबाट भुन्टीलाई पठाएका हुन्। भनिन्छ नि, एकजना महिलालाई चाहिँ, एकजना नारीलाई चाहिँ उसले विवाह गरेर गएको घरमा चाहिँ श्रीमान गतिलो परेन भने चाहिँ उसको जीवन नर्क हुन्छ। उसको श्रीमानले गर्ने व्यवहारले चाहिँ उसको जिन्दगी परिवर्तन हुन्छ। श्रीमानले कस्तो व्यवहार गर्छ भन्ने कुरामा भर पर्छ। एउटा विवाहित महिलालाई चाहिँ उसको श्रीमानले माया गर्यो, साथ दियो, हरेक कुरामा साथ दियो, आफ्नो आफन्तको छेउमा चाहिँ उसलाई साथ दियो भनेदेखि त्यो महिलालाई अथवा त्यो नारीलाई चाहिँ कसैले पनि नराम्रो भन्न सक्दैन। तर जब आफ्नो श्रीमानले आफ्नी श्रीमतीलाई साथ दिँदैन, भनेको केही पनि मान्दैन भनेदेखि चाहिँ सम्झिनु कि त्यो नारीलाई चाहिँ अब कसैले पनि साथ दिँदैन। न उसको सासू, न ससुरा, न नन्द, न आमाजु, न जेठानी, न देउरानी, न देवर, कसैले पनि साथ दिँदैन। त्यसैले चाहिँ भुन्टी पनि अहिले एक्लिएकी छ। पहिला भुन्टीका सासू, नन्द, देवर जसले नराम्रो गरे पनि भुन्टीलाई भूपेन्द्रले माया गरेको थियो, साथ दिएको थियो। त्यसैले चाहिँ भुन्टी त्यहाँ थिइन्, अडिएर बसेकी थिइन्। तर अहिले त भूपेन्द्रले नै भुन्टीलाई नराम्रो गरेपछि, माया नगरेपछि चाहिँ त्यहाँ सबैलाई भन्ने बाटो भयो, सबैलाई चाहिँ भुन्टीलाई नराम्रो देखाउने बाटो भएको छ। यति सहनशील भएकी नारीलाई त यसरी अहिले घरबाट निस्कन बाध्य बनाइयो भने अरू आफ्नो लागि आवाज उठाउने महिलालाई के गरिन्छ होला यो समाजमा? जसले आफ्नो लागि आवाज उठाउँछ, जो आफ्नो लागि लड्छ, त्यसको लागि चाहिँ के गरिन्छ होला त यो समाजमा? यो समाजमा त जसले आफ्नो लागि आवाज उठाउँछ त्यसलाई नै नराम्रोको दर्जा दिइन्छ। तर भुन्टी चाहिँ एकदमै सहनशील छिन्, जसले गर्दा ऊ चाहिँ अहिलेसम्म पनि जसले जे गरे पनि सहेर बसेकी छिन्। ऊ भन्छन्, माया गर्ने मान्छेले नराम्रो गर्दा पो मन दुख्छ त, मायै नगर्ने मान्छेले नराम्रो गर्दा त केही वास्तै हुँदैन भन्छन्। उसलाई माया गर्ने भूपेन्द्र, उसले माया गर्ने भूपेन्द्रले नराम्रो गर्दा उसलाई धेरै चित्त दुखेको थियो। अरूले त जेसुकै भनुन् नि, उनीहरूले त कहिले पो राम्रो सोचेका थिए र कहिले पो माया गरेका थिए र माया गरेको थियो भनेदेखि त नराम्रो भन्दैनथे नि, नराम्रो सोच्दैनथे नि। आहा, भुन्टीको सोच कस्तो महान छ, उसको विचार नै फरक छ। तपाईहरूलाई भुन्टीका विचार कस्ता लाग्छन् त? उसले गरेका हरेक निर्णय, हरेक व्यवहारले चाहिँ तपाईहरूलाई के दर्शाउँछ? बिचरा भुन्टीको साथमा तपाईहरू कतिजना हुनुहुन्छ? कमेन्ट गर्न नबिर्सनु होला।